नमस्कार यहाँहरु सबैजनालाई। निकै नै दुःखदायक घटना घटेको छ बझाङ जिल्लामा। झट्का दिइरहने करेन्टको पावर जस्तो, मसक्क मस्किदा तिमी शून्य आवर जस्तो। मेरी छोरीको मुड पनि त्यस्तै छ हजुर, मेरी छोरीको मुड पनि त्यस्तै छ हजुर। बेला बेला गइरहने एक एनटीसीको टावर जस्तो, बेला बेला गइरहने एक एनटीसीको टावर जस्तो। बझाङी भाषामा भावपूर्ण र बेजोड गजल लेखिरहने आदरणीय व्यक्तित्व श्री पूर्ण मल्ल यति बेला छोरी गुमाएको पीडामा छन्। घटना बझाङ जिल्लाको केदारशिव गाउँपालिका एक राईका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी अन्दाजी 16-17 वर्षीय छोरी आकांक्षा मल्लले हिजो एसईई परीक्षा बिग्रिएको भन्दै आत्महत्या गरेको सुन्नमा आएको छ। केदारशिव गाउँपालिका एक स्थित गर्जे पानी मावि रायलमा उनी अध्ययनरत थिइन्। उनका बुबा उक्त विद्यालयका शिक्षक समेत रहेका थिए। हिजो मंगलबार अनिवार्य विज्ञान विषयको परीक्षा बिग्रिएको भन्दै उनले जिन्दगीको बाँकी यात्रामा पूर्णविराम लगाएकी छिन्। परिवारजनमा धैर्य धारणा गर्ने शक्ति ईश्वरले प्रदान गरून्, आत्माले शान्ति पाओस्। ड्याडी एउटा मुक्तक सुनेको छ हजुरको। हो, झट्का दिइरहने करेन्टको पावर जस्तो, झट्का दिइरहने करेन्टको पावर जस्तो। मस्किदा तिमी सुन्ने आवर जस्तो, मसक्क मस्किदा तिमी सुन्ने आवर जस्तो। झट्का दिइरहने करेन्टको पावर जस्तो, मसक्क मस्किदा तिमी सुन्ने आवर जस्तो। मेरी छोरीको मुड पनि त्यस्तै छ हजुर। झट्का दिइरहने करेन्टको पावर जस्तो, मसक्क मस्किदा तिमी सुन्ने आवर जस्तो। मेरी छोरीको मुड पनि सेम त्यस्तै छ हजुर। बेला बेला गइरहने